अहिले विशेष गरेर नेपालमा विदेशी इन्डियन टुरिस्ट को विषयमा चाहिँ आजको छलफल हुन्छ के गर्न सकिन्छ भनेर। नमस्ते, म दिलीप राणा। हालमा अहिले धेरै भिडियोजहरू मैले देखिरहेको छु। विशेष गरी रिल्समा आयो, तपाईको टिकटकमा, इन्स्टामा, फेसबुकमा आइरहेको छ। त्यो रिल्सहरूले के फोकस गरिरहेछ भन्दाखेरि इन्डियाबाट आएको टुरिस्टहरूले चाहिँ एकदमै ठाउँ-ठाउँमा चाहिँ राम्रोसँग चाहिँ वेल बिहेभ भएन, स्पेसली इन्भाइरोमेन्टसँग रिलेटेड कुरामा भनेको चाहिँ फोकस देखिरहेको छु मैले। धेरै रिल्सहरू यो गरेन त्यो गरेन भनी कम्प्लेनिङ, एकदमै धेरै कम्प्लेनहरू। एज एन इन्फर्मेसन एब्सोल्युटली फाइन, ठिक छ, त्यो चाहिँ राखिदिनको लागि। तर गर्ने केमा हाम्रो फोकस हुनु पर्यो। मैले सोचेको जस्ट एन एडभाइस, यसको लागि चाहिँ म गाउँपालिका, नगरपालिका, वडा कार्यालयलाई नै यसको इनिसिएटिभ लिनु भनेर चाहिँ म रिक्वेस्ट गर्छु। किन भन्दाखेरि उहाँहरू चाहिँ सम्बन्धित निकायबाट भएको हुनुहुन्छ। तर व्यक्तिगत जस्तै कि तपाईँको चाहिँ युवाहरूले मात्रै गर्ने जस्तो कुरा चाहिँ नगरौँ, किनभने त्यसमा गऱ्यो भने चाहिँ सिन्डिकेट लाग्ने प्रब्लम हुन्छ र आउने टुरिस्टहरूले पनि दुःख पाउँछ। त्यही भएर गाउँपालिका, नगरपालिका, वडाले नै के इनिसिएटिभ लिनु पऱ्यो भने एउटा अर्गनाइज गरिदिनु पऱ्यो। जस्तै मुक्तिनाथमा जान्छ, मुक्तिनाथमा अहिले चाहिँ प्रपर पार्किङ त छँदैछ, तर खाना बनाउने ठाउँ छैन, नआउने ठाउँ छैन, इत्यादि छैन। सो त्यसलाई हामीले अर्गनाइज गर्न सक्यौँ। जस्तै हामी ठाउँ ठाउँमा जान्छौँ, नगरकोटमा जान्छौँ, एउटा पिकनिक स्पट हुन्छ है। त्यसरी नै हामीले चाहिँ स्पट तपाईँको डिटरमाइन गर्ने, स्पट नम्बर 1, स्पट नम्बर 2 गर्दै होइन, 3, 4, 5, 6, 9, 10 कतिजना अट्छ त्यो एरियामा बस पार्किङ गर्ने, खाना खाने या लुगा धुन्छ भने चाहिँ त्यसको चाहिँ तपाईँको अमाउन्ट चार्ज गर्नु पर्यो। त्यसले के हुन्छ त, यो सानो सानो पोलिसी चेन्ज गर्यो भने त्यहाँको युवाहरूले चाहिँ रोजगार पाउँछ, इकोनोमिक बढ्छ र त्यो वेस्ट जुन चाहिँ हाम्रो चाहिँ मिसम्यानेज छ त्यसलाई वेस्ट म्यानेजमेन्टतिर पनि हामी राम्रोसँग उपयोग गर्न सकिन्छ। मेरो जस्ट सजेसन हो। पोखरामा पनि त्यही, र जहाँबाट उनीहरू आउँदैछ, किनभने एज अहिलेको मैले धेरै ठाउँमा ट्राभल गर्दा देख्दाखेरि चाहिँ नेपालीहरू चाहिँ पहिलाभन्दा धेरै सफा ठाउँहरू पनि देख्न आइरहेको छ। पनि हामीमा पनि सुधार आएको छ। विदेशीलाई थाहा हुँदैन, इन्डियनलाई थाहा हुँदैन। यो कुरामा यो नियम लगाउने कि के छ हजुरको विचार? यसमा यसो सोच्यो भने सबैलाई राम्रो हुन्छ, रोजगार पनि हुनसक्छ। धन्यवाद, नमस्ते।